नमस्ते, म शान्तम मान साइब पाल्पा जिल्ला साइकल सङ्घको मेम्बर प्लस एकदम शुभचिन्तक साइक्लिस्ट। अनि मैले साइक्लिङ गरेर धेरै चाहिँ भएको छैन, तर म रेगुलर साइक्लिङ गरिरहेको हुन्छु। थ्याङ्क यू, एकदम वाम वेलकमिङ भयो। म नारायण घाटबाट यता फर्स्ट टाइम हो मेरो चाहिँ। कहिले सोचेको थिएन साइकलमा फर्स्ट टाइम आउँछु भनेर, तर एन्ट्री एकदम भव्य नै भयो साइकलको यहाँ लाइक पूर्वमा। थ्याङ्क यू फर वेलकमिङ। थ्याङ्क यू। नमस्ते, म सुबिन मान भट्टाचार्य पाल्पा जिल्ला साइक्लिङ सङ्घको सदस्य। म चाहिँ साइक्लिङ गरेर आएको चाहिँ थुप्रै भइसक्यो, 10 वर्ष जति त भइसक्यो होला। इभेन्टहरूमा पनि गइरहेको छु। चाहिँ अहिले मेचीमा महाकालीदेखि मेची आएको। धन्यवाद। सम्पूर्णमा नमस्कार, म विज्ञान आचार्य, मेरो पाल्पा मान्छे व्यवसायले काम म चाहिँ व्यवसाय गर्छु होइन। म चाहिँ पाल्पा जिल्ला साइकल सङ्घको सचिव पनि हो। र हाम्रो अहिले यो हामी जुन साइकल यात्रा गरिरहेको छौँ त्यसको मुख्य उद्देश्य भन्नु नै अहिले यो विश्वमा अहिले युद्ध भइरहेको छ, युद्ध शान्ति होस् भन्ने एउटा कामनार्थ हामीले यो महाकालीदेखि मेची साइकल यात्रा गरिरहेका छौँ। र आज हामी यहाँ आइपुग्दा हामी महाकाली मेची यात्राको 6औँ दिन 5औँ दिन पुरा गरेर 6औँ दिन हाम्रो बिहानी जग्गामा आइपुगेका छौँ। र हामी 6औँ दिनमा हामीले धेरै नै उतार चढावहरू हेऱ्यौँ होइन। अब पानी भुँडीमा बाँस पानी, कुनै ठाउँमा जङ्गलमा होइन, कुनै ठाउँमा 8 बजीसम्म बाँस खोज्दै हिँड्यो पनि। र अहिले हामी यहाँ आउँदाखेरि हामीलाई यो हेटौँडा आइपुग्ने बेलामा हामीलाई हिमालय राइड सोसाइटीका आदरणीय दाइहरूले हामीलाई जुन स्वागत गर्नुभयो, यसले गर्दाखेरि हामीलाई अझै हौसला प्रदान भएको छ। अब अझै हाम्रो 4 दिन बाँकी रहेको छ मेची पुग्नलाई। त्यसले अब हामीलाई धेरै हौसला पुगेको छ। हामीलाई जुन आज गर्मीमा मिठो चिसो भइ खुवाउनु भयो, यसको लागि पनि म सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। स्पेसली हाम्रो अध्यक्षज्यू माधु थापा दाइलाई। मेची महाकाली 2 फेरा 54मा र 80मा। एउटा माला र अनि हामीले चाहिँ यो एउटा हाम्रो परिचय मालन राइडर्सको परिचय हामीले यो भने सबैले चिनो राखिरहन्छ भन्ने हिसाबले हामीले यसो गरेछौँ। धेरै धेरै स्वागत छ यहाँहरूलाई है। म राजु थापा मगर म राजु थापा मगर म त 38 सालमा गएको घुम्न। 38 सालमा हुन्न अलिकति म फेरि बुढो हुन्छु कि। नमस्ते। मैले बुढो बनाउनलाई नमस्ते, म चाहिँ विकास बालिया, हिमालय राइडर्सको एडभाइजर सल्लाहकार। म साइक्लिस्ट भएको छु धेरै। हामी परिचय गर्नु। हेलो। जय साइकल सबैजनालाई। अब हाम्रो आजको स्याटरडे फन राइड चाहिँ यो हाम्रो कुन ठाउँ हो? कुन ठाउँ? पानीमा है। ल ब्रदर पनि अन्डा ल्याइदिनु न मलाई। मेरो खाजा दुध पनि भनेको थिएँ मैले। दुध पनि चल्दैन हामीलाई। तातो पानी भयो हाम्रो आइसक्यो डाइट मर्निङ डाइट
अङ्कल र ड्याडी चाहिँ उता पारि हुनुहुन्छ हाम्रो साइकलहरू उता छ